हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड वेलकम ब्याक टु माई अनदर भ्लग। सो आज चाहिँ म बिहानदेखि नै स्टार्ट गर्छु सोचिरहेको थिएँ, तर बिहानदेखि चाहिँ भएन। आज चाहिँ म चाहिँ धेरै दिनपछि फेरि पनि भ्लग चाहिँ स्टार्ट गरिरहेको छु है। म चाहिँ अहिले चाहिँ मेरो रुमतिर छु अनि आज चाहिँ बनाउनु कारण भने मलाई कुनै ट्राभल गर्दा चाहिँ एउटा मेमोरी होस् भनेर पनि यसो बनाइहालौँ न भन्ने पनि हो। सो आज चाहिँ म चाहिँ हाम्रो आन्टीको घर जाँदैछु। आन्टीको घर चाहिँ लम्की हो, कैलाली हो। अहिले चाहिँ जस बिहानको 10 बजिसक्यो, म चाहिँ टोटली रेडी चाहिँ भइसकेँ अनि अब चाहिँ म जानुपर्ने हुन्छ। सो म चाहिँ त्यही अब हिँड्न लागिरहेको छु। सो त्यही त मेरो कोठाले मलाई चाहिँ एकदमै मिस गर्छ होला। ल मैले चाहिँ ब्याग स्याग पुरै रेडी गरिसकेँ है। ब्याग चाहिँ रेडी भइसक्यो। ब्यागमा चाहिँ सबै मैले लाउने 1-2 दिन चाहिँ म त्यतै बस्छु होला। त्यो लाउने सामानहरू टक्क ल्याएर प्याक गरिसकेँ। अब त्यही त अब हिँड्छु। लाइट साइट पुरा अफ गरौँ। अरू पर्दाहरू सब टोटली ठिकै छ। ड्युटी चाहिँ 1-2 दिनपछि फर्किहाल्छु। सो अब म चाहिँ जान्छु। त्यही त मेरो रुमलाई एकदम मिस गर्नेछु। ल बाई बाई रुम। सो रुमबाट चाहिँ निस्किसक्यो है। गर्मी चाहिँ एकदमै गर्मी छ, देख्न सक्नुहुन्छ। म बस्ने घर चाहिँ त्यो बाई बाई मिस यु घर। त्यही त अब म चाहिँ देखाउँदै गर्छु। अब चाहिँ अलि अगाडिबाट रिक्सा लाग्छ, त्यसपछि जान्छु। ल रिक्सा पनि भेटाइसकेका छौँ है। रिक्सा भेटाइसक्यो। अब चाहिँ हामी पुष्पलाल चोकतिर जान लाग्यो। सो म चाहिँ पुष्पलाल पुगिसक्यो है। अब चाहिँ गाडीमा चाहिँ जान लाग्यो। यही गाडी हो। सो अब म चाहिँ गाडी चढ्छु, त्यसपछि गाडीमा चाहिँ बसिसक्यो है। अब कतिखेर जान्छ थाहा छैन। ल बल्ल बल्ल गाडी चल्यो है। त्यही त गर्मी हुँदो रहेछ, त्यही पनि अब गाडी चलिसक्यो। त्यही त त्यस्तो केही छैन, सिटहरू यस्तै छ। मस्त सुत्छु, त्यसपछि केही स्पेसल भयो भने चाहिँ भेटौँ होला। चिसा पानी चाहिँ आइसकेका छौँ है। एकदमै बवालै छ, हेर्न लायकको। ल म चाहिँ भिडियो बनाउने हालो छु, त्यसपछि त्यस मान्छेको चाहिँ पुरै भिड हुन्छ है। म चाहिँ बिहान 10 बजीतिर आएको, अहिले चाहिँ 1 बजिसकेको छ, लाइक 10-11 भने 2-3 घन्टापछि चाहिँ म पुगिसकेको छु। अनि नजारा चाहिँ यस्तो छ, मान्छेहरू बब्बालै हुन्छ। एउटा भिडियो चाहिँ बनाएको थिएँ, त्यो भिडियो पनि हाल्छु, हेर्नु होला। त्यही त एकदम रमाइलो छ। हावा चाहिँ शीतल चलिरहेको छ, जस यहाँनिर गर्मीवाला फिल भइरहेको छ। बबालाई ठुलो छ है। गाडी साडी आएपछि हल्लिने पनि रहेछ। पानी चाहिँ आजकल हिलो हिलो आउने रहेछ। यो चाहिँ चिसो पानी। सो अब चाहिँ गाडी उता पर्खिरहेको छ, म जानुपर्ने हुन्छ। यो त एकदम रमाइलो छ। ल साला यो गर्मीले मेरो हावा हानिदियो है। यस्तो गर्मी छ। अलिअलि अब मेरो कुरा सुने जस्तो छ बादलले चाहिँ। अहिले अलिकति बादल लागिरहेछ। यो पुरा मेरो मैले लगाएको सर्ट नै भिज्ला जस्तो भइसक्यो गर्मीले गर्दा है।
थोरै छ यहाँ गाडी चाहिँ खाना लाग्छन् गाडीको मान्छेहरू। सो अब एकछिनपछि चाहिँ म आन्टीको घर पुग्छु। चेन्ज भइसक्यो, अब चाहिँ आधी घन्टा लाग्छ। गर्मी हो रहेछ। माछा चिसो पानीको माछा। चाहिँ लम्की पुगेँ है। म चाहिँ यहाँ प्रतीक्षालयनिर चाहिँ पर्खिरहेको छु। अब चाहिँ भाइ आउँछ, त्यसपछि चाहिँ जानुपर्ने हुन्छ। बाहिर गर्मी यस्तो छ, त्यही भएर म चाहिँ भाइलाई चाहिँ पर्खिरहेको छु। अब साइकल ल्याएर आउँछ, धेरै समयपछि चाहिँ साइकल चढेर चाहिँ जानुपर्ने हुन्छ। त्यही नै हो, त्यति दिन चाहिँ म यहाँ हावा खाएर बसिरहेको छु। यस म चाहिँ वर्षमा एकचोटि चाहिँ आइरहेको हुन्छु है। वर्षमा चाहिँ एकचोटि आउँछु। यो पालि लाइक स्पेसल गर्मीको समयमा नै आउँछु। नेपालगञ्जभन्दा यहाँ अलिकति गर्मी चाहिँ कम हुन्छ, त्यही भएर यहाँ बस्नु भएको थियो। गर्मी भयो। म त्यहाँबाट यस्तो आएँ, त्यहाँबाट यस्तो घुमाएँ, त्यहाँ भिचको खालि नानी हेरेँ, त्यहाँबाट यतातिर आएँ। ल भाइ आइसक्यो, अब चाहिँ हामी साइकलमा जान्छौँ दुईजना। वाउ, दिस इज अमेजिङ प्लेस। नजारा एकदमै बब्बाल छ है। लास्टै बबाल नजारा रहेछ यहाँनिर। शीतल पनि लास्टै रहेछ, गर्मी चाहिँ छ। सुसनको पनि पसिना आइसक्यो। सो अब चाहिँ हामी घरतिरै पुगेर चाहिँ गर्छौँ है। ल हामी चाहिँ आन्टीको घर पुगिसकेका छौँ। अनि यो सुसनले यस्तो चिसो पानी ठुलोवाला जीवन के भन्न चाहन्छस्? केही नै राम्रो छ, एकदम राम्रो छ। जो सुसनले हामीलाई चिसो पानी ल्याएर दिइसक्यो। दादाको आइडीलाई सब्सक्राइब गर्नु होला, धेरै धेरै दादालाई माया देखाउनु होला, त्यही भन्न चाहन्छु। अधिक त टिटुको नि देखाऊ दादा। लगायत म चाहिँ आन्टीको घर पुगिसकेँ है। पुग्न बित्तिकै चाहिँ यसो मुखसुख धोएँ। सुसनले चाहिँ मलाई पानी ल्याएर दियो। अनि उता के गरेर जान्छ सुसन? दबाई खानु लाग्छ। अनि आन्टीहरू चाहिँ हुनुहुन्न रहेनछ। त्यही त अहिले आजको भ्लग चाहिँ कस्तो भयो, जो हेरिरहेछ प्रतिक्रिया दिन नभुल्नु होला। सायद भ्लग जस्तो भएको छ कि नै, त्यही पनि मैले चाहिँ ट्राई गरिरहेको छु। अहिलेसम्म जसले हेरिदिनु भयो एकदम सम्पूर्णलाई थ्याङ्क यू सो मच। र अन्तिमसम्म हेरिदिनु होला। कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो एन्ड बाई।